हेलो एभ्रिवान, आज मिनाको भान्सामा पाक्दैछ टमाटरको फत्के अचार विथ सोयाबिन है। र मैले टमाटर काटेर पनि राखिसकेको छु। मैले सुरु गरेँ पकाउन, मेथी फुराएँ, त्यसपछि थोरै जिरा फुराएँ अनि लसुन पनि फुराएर त्यसमा सोयाबिन पनि राखिदिएँ। सोयाबिनलाई रातो गरी एकैछिन भुट्नुपर्छ। सोयाबिन भुटिसक्यो अनि मैले राखिदिएँ टमाटर है, अनि नुन राखेँ अनि हल्दी राखेँ र राम्रोसँग चलाइदिएँ। प्रायः जस्तो टमाटरको फत्के अचार पकाउँदाखेरि मैले भिन्डी र सोयाबिन हालेर नै पकाउने गर्छु है, किनभने मिठो पनि लाग्छ। अनि हेर्नु न साथीहरू, खाना पकाउँदा पकाउँदै ग्यास पनि सकियो मेरो हो। त्यसपछि ग्यास ल्याउने दाइलाई फोन गरेर तुरन्तै ग्यास ल्याउन पठाएँ, किनकि ग्यासको पसल अलि नजिकै छ मेरो। त्यसपछि दाइले जोड्दै हुनुहुन्छ रेगुलेटर है, किनभने म आफैले कहिले पनि जोड्दैन रेगुलेटर, किनकि आफूमा भर छैन मलाई होइन। र मेरो जहिले पनि बिहान खाना पकाउँदा पकाउँदा ग्यास सकिने गर्छ। अनि यसपालि चाहिँ खै किन हो त्यति फारो पनि भएन ग्यास मेरो। र दाइले ग्यास जोडेर जाँदै हुनुहुन्छ। र यतापट्टि टमाटरको फत्के अचार पनि मेरो पाकिसक्यो हो। अनि यता मैले चाहिँ मिक्स दाल बनाएको छु। अनि मास, मसुरो, अनि अडरी, अनि कालो सिमीको दाल, रातो सिमीको दाल बनाएको छु मैले आज। अनि त्यसपछि अलिकता बाहिरको पनि नजारा पनि देखाऊँ भनेर यसो देखाउँदैछु। एकदम कुल छ वातावरण है। यस्तै हो साथीहरू। र फाइनली अब म चाहिँ 12:30 बजिसक्यो। खाना चाहिँ म अब खाना खाँदैछु। दाल छ, अचार छ, उसिनेको अन्डा भइहाल्यो, अनि त्यसपछि अकबरे खुर्सानी र दही छ साथीहरू।